कसैका चिल्ला कुरामा नलागी बिल्कुल अब आउँदै गरेको फागुन 21 मा दायाँ बायाँ यताउति केही नहेरी सोझै भोट त घन्टीमा। अब लगभग गाउँ सहरमा बुवासाहरू अब छिर्ने क्रम जारी हुँदैछ आफ्नो विरासत जोगाउनको लागि। यिनले दशकौँदेखि विरासत कब्जा गरेर बसेका र यी अरूलाई आफ्ना दल र आफ्ना आसेपासे छौडाहरूलाई चाहिँ नि राखेर अरूलाई मान्छे नगन्ने र जम्मै आफू र आफ्नाभन्दा बाहेक अरूलाई छेउै पर्न नदिने खालको प्रवृत्ति गरेर पुरा कब्जा गरेर बस्ने प्रवृत्ति जुन थियो नि यी बसा डाँसहरूको, यी सबको विरासत अन्त्यको लागि आउँदै गरेको यस निर्वाचनमा निर्वाध रूपमा जसरी अहिले देशव्यापी रूपमा पुरा देश घन्टीमय बन्दैछ, कहीँ कसैका चिल्ला कुरामा नलागी पुरै घर युवाहरूले सम्पूर्ण आफ्ना आमा बुवाहरूलाई सबैलाई राम्रोसँग सम्झाइ बुझाइ गरेर निर्वाचनमा गएर मतदान स्थलमा गएर भोट त पुरै एक छापे रूपमा ड्याङ ड्याङ घन्टीमा हानेर यसपटक पुरा करिब करिब 2/3 चाहिँ नि बहुमत आउने गरी 2/3 एउटा सङ्ख्या पुग्ने गरी पुर्याउनु जरुरी छ। त्यसैले बिल्कुल अल्झिने र अल्मिल्ने काम नगरौँ। एकचोटि परीक्षणको लागि बिल्कुल तपाईँ हामी सबै एकजुट हौँ। पार्टी यो मेरो यो उसको भन्नेतिर बिल्कुलै नलागौँ। पार्टी आफ्ना जहाँ छन् जे छ त्यसले समस्या परेन, तर यहाँ कसैको ऋण खाइएको छैन, कसैका बकाइमा लागेर यहाँ यो र ऊ भन्ने होइन। यसपटक यो एउटा पुरा लोहा गरम भएको बेलामा मारिदिउँ हतौडा। कतै तपाईँ हामीले सोचे चाहिँ केही परिवर्तन हुन्छ कि एकचोटि परीक्षण गरेर हेरौँ। यदि जुनजोगी पनि आए पनि कानै तिरेको जस्तो भयो भने पछि विचार गरौँला, त्यसमा केही छैन। तर परीक्षणकै लागि भए पनि यसपटक दायाँ बायाँ केही नहेरी तपाईँ हाम्रो भोट चाहिँ घन्टीमै। हस्।